युटेरसलाई पाठेघरभित्र जान्छ। पाठेघरभित्र गइसकेपछि उसले स्पर्म पाएन, कन्ट्याक्टमा आएन, मेच्योर भयो भने चाहिँ अब त्यो अन्डा बाहिर निस्किन्छ। पाठेघरभित्र चाहिँ बच्चालाई बस्नको लागि चाहिँ एउटा ब्लडको वाल बन्छ, रगतको भित्ता बन्छ। हामीले जसरी यो भित्तामा कलर लगाउँछ अनि कलर चाहिँ उकिन्छ नि, पाठेघरको भित्ता भनेको यस्तै हो। त्यसपछि भित्ता टुक्रिन थाल्छ, टुक्रेर बाहिर आउनु भनेको त्यही नै ब्लड हो है। यो ब्लड प्योर हो कि अनप्योर हो कि शुद्ध अशुद्ध के होला? अशुद्ध कसरी हाम्रो शरीरमा रहने नसक्ने भयो भने अशुद्ध हुन्छ। ब्लड भनेको त्यो चाहिँ शुद्ध ब्लड नै आउने गर्दछ। तर हाम्रो सोचाइमा अब कतिजना त्यसलाई चाहिँ राम्रो लिन्छ, कतिजना नराम्रो लिन्छ। तर त्यो शुद्ध ब्लड नै हो, किनकि हामी जब महिलाहरू चाहिँ पिरियड हुने गर्छौँ त्यो चाहिँ बच्चा जन्माउनको लागि त्यो चाहिँ एउटा सक्षम हुने गर्छौँ, त्यही भएर त्यो शुद्ध ब्लड हो। थ्याङ्क यू सो मच। तपाईँ कहाँबाट रिप्रेजेन्ट गर्नुहुन्छ एक्चुअली भनिदिनुहोस् त। म चाहिँ उन्नत नेपालबाट मिथिला आर्ट चाहिँ यहाँ स्टल हाम्रो लागेको छ अनि हामी त्यहीँबाट आएको छौँ। धन्यवाद। थ्याङ्क यू सो मच। हुने ब्लड भनेको अशुद्ध रगत होइन, यो शुद्ध रगत हो। कुन सेन्समा? बच्चा त्यो ब्लडको वाल भनेको बच्चालाई बस्नको लागि सुटेबल इन्भाइरोमेन्ट बनाइदिन्छ होइन, सहजवाला इन्भाइरोमेन्ट बनाउँछ त्यो ब्लडले बच्चा है। भनेपछि कुन सेन्समा हामीले अशुद्ध भनिरहेछौँ भन्ने कुरा पनि त हो होइन। अनि महिनावारी भएको टाइममा केटीहरू कोरी हुन्छ भन्ने हिसाबले पनि अशुद्ध भन्यो, तर होइन। त्यो भनेको त नेचुरल प्रोसेस हो। तपाईँ एउटा महिलालाई महिनावारी नभनिदिएको भए तपाईँ त्यही प्रोसेसलाई छ्याछुइ गर्नुहुन्छ भने त भोलिको दिनमा त महिनावारी नचाहिने रहेछ नि त होइन। भनेपछि महिनावारी मसँग कति टाइम छ, को साथीले हेर्नु भएको थियो 10 मिनट जस्तो अगाडि टाइम सकिन आएको भनेर भन्नु होला है। किनभने हाम्रो कल्चरै त्यस्तो प्रोग्रेस छ भन्ने खालको के छ भने मलाई भनिदिनु न कसैले। तर तपाईँलाई मैले एकैछिन रोक्ने हाम्रो अरू साथी नबोलेको साथीहरू भन्ने यतापट्टि त्यो होइन फेरि यहाँ मेन्स्ट्रुअल टाइममा हामी पेट सिन्चेन्ट गर्ने, फेरि पूजा कोठामा नछिर्ने, अनि पूजे कोठामा नछिर्ने, अचारलाई नष्ट गर्ने, अनि हस्बेन्ड वाइफसँगै नसुत्ने, दाइ भाइसँग अलिकति डिस्ट्राक्ट पछाडिबाट एकजना भयङ्करै हुन्छ है तपाईँ। सम्पूर्णमा सुप्रभात। यहाँबाट यस्तो कुरा गर्दाखेरि मेन्स्ट्रुएसन पिरियडमा हामीहरूको विशेष एउटै कुराले रोक लगाए कसरी गर्ने त्यो व्यवस्थापन गर्न सिकाउने ज्ञानलाई नै वित्तीय साक्षरता भनिन्छ। र मेरो महिनाको खर्च 90,000 छ, एकदम ठिक छ। तर हाम्रो बहिनीले महिनाको 20,000 कमाउनुहुन्छ र उहाँले बचत 10,000 गर्नुहुन्छ भने सबभन्दा बढी कसले कमायो? र व्यक्तिले बुझोस् कि कम्प्लिट हेल्थ कसरी प्राप्त गर्न सकिन्छ। द्याट इज अ होलिस्टिक हेल्थ, द्याट्स अ होलिस्टिक हेल्थ। होलिस्टिक हेल्थ हजुरलाई थाहा नहोला। र म एकचोटि प्रश्न सोध्न चाहन्छु, हेल्थको परिभाषा हजुरलाई थाहा छ कि छैन भनेर कसैले थाहा छ? चल एकछिन। रोग र दुर्बलबाट मात्र डेफिनेसनको अनुसार फिजिकल, मेन्टल, सोसियल भन्नुभयो नि हजुरले, फिजिकल, मेन्टल एन्ड सोसियल। आयुर्वेदा होलिस्टिक हेल्थमा नट ओन्ली फिजिकल हेल्थ, मेन्टल हेल्थ, बट सोसियल हेल्थ, इकोनोमिकल हेल्थ, कम्प्लिट हेल्थ भन्न खोजेको अर्थ कुनै पनि प्रकारले हाम्रो मनमा, शरीरमा र हाम्रो कम्प्लिट हेल्थ त्यो यसमा रिसर्चहरू भइरहेछन्। यो अहिले जुन रोगहरूको समस्या उत्पन्न भएको छ त्यो रोगको समस्या लाख इयर्स एबभ 27 लाख साल पहिला सबभन्दा पहिला डिजिजको उत्पत्ति भएको हो। हजुरहरूलाई आयुर्वेदा सब कति फ्यामिली थाहा भएन होला, तर म एउटा प्रश्न सोध्न चाहन्छु, आयुर्वेदा भनेको के हो भने कतिजनाले हामीले औषधि हामी मानिसले लगाएर औषधि गर्न सक्छौँ।
आयुर्वेद भनेको जुन प्राकृतिकमा यस्ता यस्ता वस्तुहरू जडीबुटीहरू छन् जस Science which deals with आयु. Just a single one. Ayurveda is a science which deals with आयु. ल ठिक छ, म टपिकमा आउँछु. मैले यहाँ टपिकवाला भन्नुभएको हाम्रो संस्था छ श्री सीताराम ट्रस्ट स्तरमा चिनाउनु भएका समग्र नेपाललाई त हो नै, त्यसमा त हामीलाई गर्व छ नै। युवाका सवालहरूमा गम्भीर हुनुपर्छ र ती विषयहरू यथाशीघ्र सम्बोधन गरिनुपर्दछ, त्यो पनि युवाकै पहलमा गरिनुपर्दछ भन्ने चाहिँ हामी सबै युवाको चाहिँ ती विषयहरू प्राथमिकता हुन् जस्तो लाग्छ मलाई। र धेरै हदसम्म हामीले यो कार्यक्रमलाई सफल बनाउने प्रयास गऱ्यौँ। तपाईहरूले सोही अनुसार सहभागिता जनाइदिनु भयो। अब चाहिँ मधेसका मान कार्यक्रम हामी गर्दैछौँ। यस क्षेत्रमा मध्य प्रदेशमा सक्रिय रहेर मध्य प्रदेशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुभएका, विभिन्न क्षेत्रमा निस्वार्थ रूपमा खट्नुभएका, मेहनत गर्नुभएका, समाजलाई योगदान दिनुभएका हाम्रा मधेसका युवाहरूलाई हामी सम्मान गर्दैछौँ। मधेसका मान उपाधिले यस कार्यक्रमलाई अगाडि बढाइदिनु हुन यस मन्त्रालयका उपसचिव आदरणीय ठुलोबाबु सरलाई म हार्दिक अनुरोध गर्दछु। युवा महोत्सवको दोस्रो दिन हामीले विभिन्न हिजो उद्घाटन गरेपछि हिजो उद्घाटन कार्यक्रम भयो, त्यसपछि मधेस मन्थन, मधेस जागरण, मधेस हटिया जस्ता कार्यक्रमहरू हिजो हामीले सम्पन्न गऱ्यौँ। आज मधेसका सांस्कृतिक कार्यक्रम, यहाँहरूसँग विचार मन्थन, घोषणापत्र तयारी, सार्वजनिक र अझ यो मधेसलाई चिनाउन आफ्नो क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउन एउटा योगदान गर्ने व्यक्तित्वहरूलाई मधेस मानले सम्मान गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमको अध्यक्षता गरिदिन म महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका सचिव केशव प्रसाद विमली सरलाई हार्दिक अनुरोध गर्दछु। मध्य प्रदेश युवा महोत्सव 69 को दोस्रो दिन हाम्रो मधेसका मानले सम्मान गर्ने कार्यक्रम र घोषणापत्र सार्वजनिक कार्यक्रम यो बहुत महत्त्वपूर्ण कार्यक्रम छ। यो कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिन महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका मन्त्री माननीय वीरेन्द्र प्रसाद सिंहज्यूलाई हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण हामीले आमन्त्रण गरेर यो मञ्चमा आमन्त्रण गरिएका मधेसका मानहरूलाई म एकैछिनमा नाम र उहाँको गर्छु। उहाँहरूलाई हार्दिकतापूर्वक मञ्चमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। विभिन्न सङ्घ संस्था जसले हामीलाई यो महोत्सव आज यो रूपमा सम्पन्न गर्न, महोत्सवलाई यो रूपमा ल्याउनलाई सहयोग गर्नुभयो, उहाँहरू सम्पूर्ण संस्था र तथा व्यक्तिहरूलाई, युवाहरूलाई हार्दिक आफ्नो स्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। पत्रकार साथीहरूलाई आफ्नो ठाउँमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। म अलिकति यो महोत्सवको बारेमा थोरै यो अलिकति 2 मिनट जति अलिकति केही भन्नु पनि पर्ने अवस्था छ, त्यसकारण मैले केही जानकारीहरू अनुरोध गर्न चाहन्छु। यो हाम्रो मन्त्रालयले खास गरी युवा भन्ने हाम्रो मन्त्रालयको मुख्य
प्रायोरिटीको सेक्टर र मन्त्रालयको नामै महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय। अघि सेसन डिस्कसनमा मन्त्रालयको काम के होला भनेर कसैले सोधेको थियो। हाम्रो नाममै छ 4वटा काम चाहिँ महिला छ, बालबालिका। त्यसकारण पनि हाम्रो युवा विकास हाम्रो मन्त्रालयको मुख्य ध्येय हो। हाम्रो कार्यक्रमको हाम्रो मन्त्रालयको एउटा महत्त्वपूर्ण पाटो हो। यदि युवा छुट्यो भने हाम्रो मन्त्रालय एक किसिमले अपाङ्ग हुन्छ। त्यसकारणले पनि हामीले यो युवासँग सम्बन्धित विभिन्न कार्यक्रमहरूलाई गर्ने प्रयास गरेका छौँ र त्यसैको उदाहरणस्वरूप यो मधेस महोत्सव युवा महोत्सव आयोजना गरिएको हो। यसमा केही हिजो जुन सुरु भयो अत्यन्त राम्रोसँग सुरु भएको छ र समापनको प्रक्रिया पनि राम्रै हुन्छ भन्ने मलाई लागेको छ। तर केही साथीहरूको प्रत्यक्ष या अप्रत्यक्ष रूपमा केही जिज्ञासाहरू देखियो। म यही मञ्चबाटै म केही कुराहरू क्लियर पनि गर्न चाहन्छु। जस्तै यो महोत्सवमा चाहिँ पारदर्शिता कुरा उठ्यो, यसको कसरी फङ्सनिङ भइरहेछ भन्ने कुरा उठ्यो। यसको वास्तवमा हामीले गत वर्ष जब मन्त्रालय 1 वर्ष अगाडि स्थापना भयो त्यतिखेर बजेट बनाउने क्रममा हामीसँग चाहिँ जम्मा 4-5 दिन समय थियो, 3-4 दिन समय थियो। त्यो छोटो समयमै माननीय मन्त्रीजीको बहालीपछि हामीले वास्तवमा युवाको लागि, खेलकुदको लागि र महिला तथा बालबालिकाको लागि छुट्टै काम गर्ने मन्त्रालय थिएन। यो मन्त्रालय जन्मेपछि एउटा महत्त्वपूर्ण भाइटल कार्यक्रमको रूपमा युथ फेस्टिभल गर्नु चाहिँ अत्यन्त मन्त्रीजीको पनि त्यसमा युवालाई ल्याउनुपर्छ भनेर, तर कसरी गर्ने भन्ने टेक्निकहरू चाहिँ प्राविधिक कुरो हो। तर गर्नुपर्छ मधेस महोत्सव भनेर हामीले कार्यक्रममा समावेश गऱ्यौँ र विविध कारणले त्योलाई हामीले अलि अगाडि सम्पन्न गर्नुपर्थ्यो, सम्पन्न गर्न सकेनौँ। बाहिर असारमा आइपुग्यौँ हामी। असारमा आए पनि हामीले कार्यक्रमलाई एउटा रूपमा सम्पन्न गर्ने प्रयास गऱ्यौँ। यसको वार्षिक बजेट 10 लाख रुपियाँ मन्त्रालयको वार्षिक विनियोजन भएको थियो। त्यो अन्तर्गत चाहिँ हामीले कसरी गर्ने भनेर केही कार्यक्रमहरू तय गऱ्यौँ र हामीले यसलाई आइडिया र जस्तो यस्ता सबै आइडियाहरूको सेयरिङ चाहिँ हामीले यो युवासँगै हुर्किएको संस्थासँग कुराकानी गऱ्यौँ, समन्वय गऱ्यौँ। उहाँहरूले आइडिया दिनुभयो, त्यो भनेको युवालय र जीविको मिडिया भन्नेसँग। उहाँहरूसँग यद्यपि हामीले चाहिँ पैसाको अथवा उहाँहरूलाई पैसा दिएर खर्च गर्ने त्यो हिसाबको कुनै किसिमको सम्झौता भएको छैन। उहाँहरूसँग हामीले चाहिँ के गर्यौँ भनेदेखि आइडिया सेयरिङ। आइडिया चाहिँ हामीले आजको दुनियाँमा विश्वमा जहाँसुकै बसेको युवाले पनि राम्रो आइडिया दिन्छ भनेदेखि त्यो आइडियालाई एक्सेप्ट गर्नुपर्छ। संस्था मधेसका पनि, पहाडका पनि, हिमालका पनि युवाहरूसँग हुर्किएको संस्था, युवाहरूसँगै हुर्किएको संस्थाले दिएको आइडियालाई हामीले राम्रो आइडिया ठान्यौँ। त्यसैको उपज मधेस मन्थन, मधेस जागरण, मधेस हटिया जस्तो सब क्रियाकलापहरू यसले जन्मायो र त्यसपछि उहाँहरूसँग सेयरिङ गऱ्यौँ। त्यसपछि हामीले कसरी हुँदैछ भनेर पत्रकार सम्मेलन गऱ्यौँ, सहयोगी संस्थाहरूसँग मिटिङ गऱ्यौँ। पटक पटक सानो सानो ठुलो मन्त्रीज्यू आफै उपस्थित भएर बेला बेलाको मिटिङ गऱ्यौँ। त्यो मिटिङहरू सबैले के गर्यो भनेदेखि स्वयंसेवक परिचालन गऱ्यौँ। सबै कुराको एउटा चाहिँ तारतम्य मिल्दै गयो र यो कार्यक्रममा हामीले उहाँहरूले एउटा चाहिँ 2-3 मोडलबाट गर्ने थियो। एनजिओबाट गर्दाखेरि हामीले एउटा 15-16 लाख रुपियाँको उहाँहरूले चाहिँ हिजो फेसबुकको अलिकति के भनेदेखि एक्सेल सिटमा थुप्रै पैसाको कार्यक्रम हो, प्रस्ताव चाहिँ थुप्रै पैसाको राखिएको थियो। त्यो मध्ये कतिवटा संस्थाबाट के आयो भन्ने पनि म यहाँ अनुरोध गर्न चाहन्छु। यो कुरा जस्तै आसमान नेपालले अब विभिन्न संस्थाहरूसँग कुरा भएअनुसार आसमान नेपालले हामीलाई अहिले अपन टेलिभिजनले चाहिँ यहाँ प्रसारण गरिरहेछ र यो कार्यक्रमको जस्तै हिजो कार्यक्रम हिजो बेलुका प्रसारण भएको छ, आजको कार्यक्रम भरे प्रसारण गर्छ। अपन टेलिभिजनसँग आसमान नेपालले समझदारी गर्यो र केही पैसा उसलाई दिएर, त्यो पैसा हामी कहाँ आएको पनि छैन, हामीले दिने पनि होइन, सिधै प्रसारणको खर्च आसमान नेपालले बेहोरेको छ। वर्ल्ड भिजन भन्ने संस्था छ। वर्ल्ड भिजन भन्ने संस्थाले यो ब्यानरको प्रिन्ट र फ्लेक्स प्रिन्टहरूलाई सहयोग गरेको छ। सेभ द चिल्ड्रेनले कन्टेन्ट डेभलपमेन्ट, आइडिया डेभलपमेन्ट र प्रोडक्सनको सहयोग गरेको छ। एक्सन एडले प्यानलिस्ट गेस्टहरूलाई चाहिँ
हामीले चाहिँ हिजो जुन उ गऱ्यौँ त्यसको लागि सहयोग गरेको छ भनेदेखि अब स्टल बाहिर हामीले मधेस हटियाको रूपमा 5, 10, 12वटा स्टल राखेका छौँ। त्यो 12वटा स्टल जसको उहाँहरूको चाहिँ त्यो बोर्ड छ उहाँहरूको आफ्नै सेल्फ सहयोग हो। त्यसमा मन्त्रालयले एक पैसा पनि खर्च गरेका छैन। त्यो सबै सहयोगबाट यो बनेको छ। त्यसकारण मञ्च हामीले खर्च गर्न एकदमै डाइरेक्ट खर्च भनेको जस्तै मञ्च व्यवस्थापन, हल भाडा, यो टेन्टको व्यवस्था, स्वयंसेवकलाई खाना र मायाको चिनोहरूको व्यवस्थापन हामीले गरेका छौँ। यसकारण यसमा कतै पनि भ्रम सिर्जना हुनुपर्ने कुनै आवश्यकता छैन। यदि अझै पनि केही भ्रम छ भने हामी यसको पर्सिको दिन पत्रकार सम्मेलन गरेरै यो सम्पूर्ण कुराको के तयार भयो एउटा हामीले चाहिँ एउटा प्रेस कन्फरेन्स फेरि गर्छौँ। हामीले यसलाई यो सकिएपछि समीक्षा सहितको त्यहाँ गर्छौँ। त्यहाँ एक रुपियाँको हिसाब यसरी भयो भनेर पारदर्शी हुन्छ। अनि त्यसपछि हामीले के डकुमेन्ट्री तयार गरौँ, यो यसले हामीलाई प्रदेश सरकारलाई काम गर्नलाई कहाँनिर सपोर्ट गरेको छ भन्ने कुरा पनि हामी त्यो उसमा चाहिँ पर्सिको समीक्षामा राख्नेछौँ। त्यो पर्सिको समीक्षाको लागि सहयोग गर्ने निकाय, युवा सञ्जालको व्यक्तित्वहरू लगायत सरकारवाला निकायलाई आज यही मञ्चबाट यहाँहरूलाई आमन्त्रण पनि गर्न चाहन्छु। पर्सि हामी चाहिँ पर्सि भने शनिबार सायद छ, शनिबार नभएर आइतबारको दिन हामी बिहान फर्स्ट आवरमा 1 बजे सायद चाहिँ हामी त्यो कार्यक्रम गर्नलाई समीक्षा पत्रकारहरूसँग बसेर समीक्षात्मक कार्यक्रम गर्नेछौँ। त्यसमा पत्रकार साथीहरू पनि हुन्छ, सहयोगी निकाय पनि हुन्छ, मन्त्रालयको टिम बस्छ। हामीले के गरौँ भनेर र के फिडब्याक आयो भने पनि हामीले त्यहाँ प्रेजेन्टेसन गर्छौँ। यति मैले यसको बारेमा र यति भन्दै म सबै साथीहरूको सहयोगको लागि पुनः धन्यवाद दिन चाहन्छु। अब म मुख्य विषय कार्यक्रम बाँकी छ हामीसँग, एउटा मधेसका मान र घोषणापत्र सार्वजनिक कार्यक्रम। यो प्रदेशलाई देश या विदेशमा चिनाउन विभिन्न युवाहरूको अत्यन्त ठुलो योगदान छ। त्यस्ता व्यक्तित्वहरूलाई हामीले यो महोत्सवले मधेसका मान भनेर चाहिँ मधेसका मान भनेर पहिचान दिएको छ। त्यो पहिचानसँग हामीले उहाँहरूसँग चाहिँ के क्षेत्रमा कसरी उहाँले गर्नुभयो भने 1 मिनट उहाँले आफ्नो परिचय राख्नुहुनेछ। त्यसपछि के गर्नुभयो, कसरी चिनाइयो, 1 मिनटको अथवा 2 मिनटको उहाँहरूलाई एउटा हुनेछ। उहाँलाई चिन्नु, तपाईँहरूले कतिपयले चिन्नु भएको छ, कतिपयले चिन्नु भएको छैन। चिन्ने हामी चिनाउँछौँ। त्यसपछि उहाँहरूलाई हामीले एउटा मायाको चिनो र प्रमाणपत्रले सुशोभित गर्नेछौँ। त्यसको लागि म विभिन्न क्षेत्रलाई हामीले समेटेका छौँ। जस्तै हामीले निर्वाचनमा सबैभन्दा कमी उमेरबाट निर्वाचित हुने राजनीतिक व्यक्तित्वहरूलाई, मेयर उपमेयरहरूलाई सम्मानित गर्ने गरेका छौँ। त्यसै गरी एउटा पिछडिएको समुदाय भनेर जो हामी चिनिरहेको भनिरहेको ठाउँबाट एउटा महत्त्वपूर्ण पदमा पुग्ने डाक्टर साहबलाई हामीले बोलाएका छौँ। खेल क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गर्नुभएका खेलाडीलाई बोलाएका छौँ। युवा भएर पहिचान दिने हाम्रो सन्ध्याजीलाई बोलाएका छौँ। त्यसै गरी युवा नेतृत्व, मधेसका हिरोहरू, विभिन्न क्षेत्रबाट व्यक्तित्वहरूलाई हामीले पुरस्कृत गर्ने गरेको छौँ। म सबभन्दा पहिला केही यी मधेसका महानहरूको नाम उच्चारण गर्छु। उहाँहरूलाई आफ्नो एक्सपिरियन्स सेयर गरिदिनलाई म अनुरोध गर्दछु। सबभन्दा पहिला सबैले जानेर नजानेर अब समुदायले भन्ने गरेको दलित, वास्तवमा त्यो त होइन। त्यो परिवारबाट सबभन्दा पहिला मेडिकल डाक्टर उपाधि प्राप्त, उहाँ पहिलोपटक MBBS डाक्टर गरेर समुदाय र जनताको सेवामा हुनुहुन्छ, डाक्टर रामजी राम। हाम्रै मध्य प्रदेशमा रहेर यहीँ
केही न केही गरिरहनु भएको छ। जबकि हाम्रै देशमा रहेर धेरै युवाहरू विदेश गइरहनु भएको छ। धेरै युवाहरू आफ्नै देशमा ठाउँहरू गरी खाने ठाउँ नदेखेर बाहिर गइरहनु भएको छ। तर पनि यी सबै अवस्थाको बावजुद पनि आफ्नै देशमा रहेर आफ्नै स्थानमा रहेर हाम्रो युवाहरू केही न केही गरिरहनु भएको छ, जसको कारणले गर्दा हाम्रो गाउँ र समाजलाई अगाडि बढाइरहनु भएको छ। अर्को युवाहरूलाई थप हौसला प्रदान गरिरहनु भएको छ। र म नेपालको अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी र म आफूमा गर्व गर्दछु, किनभने म यस मध्य प्रदेशबाट नै जन्मेर हुर्केर रमाएर खेलेर आज विश्व सामु आफ्नो नाम, आफ्नो मध्य प्रदेशको नाम, आफ्नो जन्मस्थलको नाम मैले अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएको छु। र तपाईहरुलाई धेरैलाई थाहा होला नहोला, मैले आफ्नो नाममा यस राष्ट्रको नाममा एउटा विश्व कीर्तिमान पनि बनाएको छु र गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट सर्टिफिकेट पनि मैले पाएको छु। त्यो मेरो लागि चाहिँ धेरै नै सौभाग्यको कुरा हो र म प्राउड फिल गर्दछु कि म यस मधेसको भुइँबाट मैले जन्मेँ र आज तपाईहरुको आशीर्वाद, तपाईहरुको माया, तपाईहरुको साथ, तपाईहरुको सपोर्टले गर्दाखेरि आज म सफल हुन भए नेपाली क्रिकेट जगतमा। र म 18 वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलि नै आइरहेको छु। अहिले अलिकति ग्याप भएर इन्जोर्ड भएर चाहिँ अहिले बाहिर छु, तर अहिले पनि म क्रिकेटमै निरन्तरता दिइरहेको छु। तपाईहरुको साथ रह्यो भने, तपाईहरुको माया रह्यो भने, तपाईको आशीर्वाद रह्यो भने अझ नेपालको नाम, यस मध्य प्रदेशको नाम अझ अन्तर्राष्ट्रिय जगतमा चिनाउने हौसला लिएर म अगाडि बढ्दैछु। र यस कार्यक्रममा सम्मान गरिदिनु भएकोमा यस महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका सम्पूर्ण पदाधिकारीहरूलाई चाहिँ म हृदयदेखि नै, म मात्र होइन, सम्पूर्ण नेपाल क्रिकेट टिमको तर्फबाट, नेपाल क्रिकेट सङ्घको तर्फबाट हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। धन्यवाद। म मञ्चमा आसेन अमर मण्डलज्यू जो वैदेशिक रोजगारीबाट फर्किएर युवाहरूको एउटा प्रेरणाको स्रोत बन्नु भएको छ। अमर मण्डलजीलाई अगाडि आउन अनुरोध गर्छु र आफ्नो परिचय गरिदिन अनुरोध गर्छु। वास्तव में युवा सबके बहुत उत्साह दिए वाला बात सबसे जे में विशेष करके हमार एक मुख्य रूप से एक छोट परिचय रूप में ले लेती तो हमार नाम अमर मंडल है। जे 2072 में अपने अपडेट देखने हो धान काटे वाला मशीन जे बनावल गया रहे अपने स्थानीय स्रोत साधन से वो व्यक्ति हम ही छे। साथ में और बाद बहुते संघर्ष सब अल, उस संघर्ष के बाद तक भी अखन तक स्थानीय स्रोत साधन सब बनायल गया 18टा मशीन हम पहुँचे छी। और उस सबटा मशीन अखन एटा डेमोन्स्ट्रेशन एटा प्रोटोटाइप रूप में मात्र है जे एटा बाजारीकरण रूप में पुगा पायल छी। लेकिन एक औजार वो डेमो रूप में सफल होकर कार्य कर रहा है तेहन अवस्था है। और ई औजार बनावे के हमार उद्देश्य कहल जेतै तो मुख्य रूप से हम सब कोनो भी काम करे छी तो ओहिठाम हमरा सबके मुख्य उद्देश्य रहे कि हम अपन जीवन के सफल जीवन जी सकी। जेना कि कोनो भी व्यक्ति हो चाहे कि हम निरोग रूप रह कर स्वस्थ जीवन जी सकी। तैमें स्वस्थ जीवन जिये के लिए हमरा सबके मुख्य रूप से स्वस्थ खाना खयबाक जरूरी होइ छै जे हमरा सबके भूमि माटि से हम सब उपजा सकै छी। और माटि से असल अन्न उपजाबे के लिए हमरा सबके माटि के खनजोत के लगायत विभिन्न प्रक्रिया सब अबै छै उपजाबे के लागी। तो में हम देखली कि विदेशी कुछ जो प्रोजेक्ट निर्माण करता सब प्रविधि बनावे वाला सब जे प्रविधि बनावे अपना फायदा के लिए एक सबके शोषण के सेहो ना रही कि हम केना कमजोर देश सब पैसा व्यवस्था कमा सकी। वही के उपरांत जटिल मशीन सब बना कर दे है। और वही के उपरांत वो मशीन सेहो बेचे या हमरा सबके वो मशीन चलबे के लिए खनिज तेल सेहो बेच कर पूरे पैसा अर्जन करे है। और वही के समाधान के लिए हम प्रयास के लिए कि हमरा नेपाल में जनशक्ति बहुते है।
जे कोनो भी स्रोत साधन छै, जेना विद्युत छै हमरा अपन उत्पादन, ओ विद्युत के प्रयोग से हमर जनशक्ति जे छै ओहि के प्रयोग से हम स्थानीय स्रोत साधन जे छै वही से हम केना कोनो प्रविधि बनाबी जे हमर खेत छोट छोट खेत में असल रूप से काज कर सके। दोसर में एक संस्था हमर सबके सेहो अछि, CDC नेपाल के हम सब दर्ता कर छी, जकर संस्थापक अध्यक्ष हम छी। ओ संस्था एक मुख्य उद्देश्य बोकने छै हमरा सबके जीवन के लेल विषादी रहित खाना के जरूरी छै। अखन बहुते कोई ठाम उपस्थिति छी, लेकिन एहिमे बहुते कम लोग होबै जे अपने खाना उपजा के खाइत होबै। बहुते कोई एहन छी कि दोसर से कीन के खाइ छी, लेकिन जब कीन के खाइ छी शरीर के मुख्य आवश्यकता सब कोई जानै छी स्वस्थ रहे के लेल हमरा खाना चाही, स्वस्थकर खाना चाही, लेकिन केकरो था नहीं कि वो खाना उत्पादन हुई वो कथी कऽ उपजबै। जे किसान बनबै ओकरा स्वयं था नहीं है, वो रोग के निक करे के लागि वो दवाई के विष छीट रहल है। ओहि के निर्मूल करे के लेल हमरा सबके संस्था के सेहो उद्देश्य छै कि प्राकृतिक ईश्वर के जे देल तरीका सब छै ओ तरीका से खेती उपजाबे के छै। वही तरीका में संस्था सेहो हमरा सबके आगू बढ़ल है और वही काज के निर्मूल सहायता करे के लागि हमर एकटा मूल्य पर बहुत निक प्रयास है कि कुछ औजार सब ओहि किसान के सस्ता में और अपने स्थानीय स्रोत साधन सब बना के जे सस्ता में वो कीन सके और वही औजार सब माटि में भी कोनो असर नहीं पड़े और ओहि में जे कोनो भी फ्यूल के रूप में प्रयोग हो तो भ सके तो स्थानीय हमरा सबके विद्युत है तो विद्युत के प्रयोग कर सकी। एहन प्रयास सब है हमर। ओने तो कुछ प्रेजेंटेशन छलै हमर जे बहुत निक रहते, लेकिन आयो मौका नहीं भेलै और समय से अंत में छै और सब कोई हताश भेल छै। अखन के अपन एक जो प्रयास हमर यह सब है। फिर से बहुत साथी सब चिन्हित होबै और हमरा आशा है कि हमरे सन आरो युवा सबके जरूरी है देश में। बहुते रंग के काम सब हम सब कोई केने छी, लेकिन वही जगह पर सबके कोनो न कोनो रूप से अवरोध बाधा अबैत रहे। लेकिन जे व्यक्ति वही बाधा के पार कर अगर फिर से प्रयास करी उठ के और वो व्यक्ति एक दिन जाकर निश्चय सफल हो छै। और हम लगभग 2010 में हम विदेश चल रहे, 14 में हम रिटर्न आयल छी। वही बीच में हम विदेश में 1 लाख के रुपया पर महीना कमाइल व्यक्ति छी और वही हम 4 चक्का जीप ठीक करे के काम हमार रहे। मिस नेपाल 2020-2021 सर्वप्रथम त म प्रदेश सरकार र माननीय मन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र आभार प्रकट गर्न चाहन्छु कि यस्तो कार्यक्रमको आयोजना गर्नुभयो। यसले हामीलाई उत्साह र मनोबल मात्र दिँदैन, हामीलाई आफ्नो कार्यक्षेत्रमा अब्बल किसिमको काम गर्न एउटा ऊर्जा पनि दिन्छ। एन एक्टिभ सिटिजन अफ माई कन्ट्री म चाहिँ आफ्नो मिस नेपालको अध्याय समाप्त भएपछि पनि आफ्नो कार्य क्षेत्रलाई चाहिँ इन्भाइरोमेन्ट कन्जर्भेसनमा लगाउन चाहन्छु। चुरे क्षेत्र हामीलाई थाहा छ, हाम्रो मधेस पुरै चुरेमा कति धेरै हामी डिपेन्डेन्ट छौँ र यसको विनाशले गर्दाखेरि हाम्रो मध्य प्रदेशमा कति ठुलो प्रकोप आउन सक्छ भनेर। सो एज एन इन्भाइरोमेन्ट स्टुडेन्ट एन्ड एज एन मिस नेपाल मैले चाहिँ चुरे संरक्षणको लागि पहिलेदेखि नै एडभोकेट गर्दैछु र यो संरक्षणको क्षेत्रलाई म महिला तथा युवासँग जोडेर हाम्रो स्थानीय सरकार, हाम्रो प्रदेश सरकार, हाम्रो केन्द्र सरकारसँग समन्वय गरेर अगाडि बढ्न चाहन्छु र आशा गर्छु कि हाम्रो माननीय मन्त्रीज्यू, यहाँ उपस्थित हाम्रो उपमेयरज्यू, हाम्रो सचिवज्यू सबैजनाले यसमा मेरो सहयोग पुर्याउने हुनेछ र हजुर जस्तो युवाले पनि एक्टिभली इन्भाइरोमेन्ट कन्जर्भेसन किन चाहिन्छ, चुरे संरक्षण भनेको के हो यो सबै बुझ्नुहुन्छ र आई थिङ्क यो मन्त्रालय अन्तर्गत पनि हामीले इभन सानोभन्दा सानो क्लासदेखि नै चुरे रेन्जको बारेमा चाहिँ हाम्रो स्टुडेन्ट्सलाई अवगत गराउनु पर्छ। हाम्रो चुरे संरक्षण किन जरुरी छ, सायद आज हामीलाई थाहा छैन हाम्रो वातावरणले हामीलाई कतिको इम्प्याक्ट गर्छ, तर आउने 10 वर्षमा यसले धेरै नै ठुलो प्रकोप ल्याउनेछ इफ हामीले अहिले एक्ट गर्दैनौँ भनेर। त्यसैले यो प्लेटफर्म मार्फत म चाहिँ सबैको ध्यान आकर्षण गराउन चाहन्छु हाम्रो अहिलेको मेजर इस्यु, ग्लोबल इस्यु, द्याट इज चुरे कन्जर्भेसन। एन्ड आई होप हजुर सबै स्टुडेन्ट्सहरू यो आज गएर रिसर्च गर्नुहुन्छ के रहेछ त चुरे भनेर, कि हामीलाई किन यति जरुरी छ, हामी यसको संरक्षण गर्न किन जरुरी छ र हामी यसको लागि पर्न किन जरुरी छ भन्ने चाहिँ सबैजना गएर सर्च गर्नुहुन्छ भन्ने आशा पनि गर्दछु। हाम्रो अर्को चाहिँ मध्य प्रदेश पिछडिएको छ भन्छौँ हामी सधैँ,
त्यो चाहिँ हाम्रो यहाँ सोचमा रहेछ नि त। मध्य प्रदेशबाट भर्खरको युवा उपमेयरज्यू पनि यहाँ हुनुहुन्छ हामीसँग। म मिस नेपाल छु। हाम्रो एआइजी हुनुहुन्छ आशा सिंह, मध्य प्रदेशबाट हुनुहुन्छ। आई थिङ्क जे पनि छ त्यो हाम्रो सोचमा छ। आज मलाई मधेसको महान भनेर यहाँ बोलाइएको छ। सायद एक दिन हजुरमध्ये एकजना दुईजना मेबी 10-20 पिपल यहाँ बस्नुहुन्छ मधेसको महान भनेर, किनकि यसको लागि चाहिँ आफ्नो जुन पनि कार्यक्षेत्रमा छ त्यहाँ चाहिँ अब्बल गर्ने हो। सो आई थिङ्क धेरै लामो समय चाहिँ नलियो, यति भन्दै आफ्नो शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। आई होप यु इन्जोय एन्ड फेरि पनि धेरै धेरै धन्यवाद मलाई आज यहाँ बोलाएर यो सम्मान दिनको लागि। धन्यवाद। अमर मण्डल अब धन्यवाद। कम उमेरको उपमेयरको हिसाबले चाहिँ आमन्त्रण गरेका छौँ। उहाँलाई हाम्रो मध्य प्रदेशमा पहिलो मध्य प्रदेश युवा महोत्सव समुदाय सभामा आमन्त्रण गरेको सबैलाई म आफ्नो तर्फबाट थ्याङ्क यू अनि धन्यवाद सबैलाई। हाम्रो मध्य प्रदेशमा महिलालाई अगाडि बढ्दैन भनेर म चाहिँ यो उद्देश्य लिएर म अगाडि बढेको छु। सबै बहिनीहरूलाई पनि यो भन्नुहुन्छ कि सबै महिलाको विरुद्ध गर्नुहुन्छ भने सबैलाई हटाएर हामीहरू महिलाहरूलाई पनि अगाडि बढ्नुपर्छ। म आफ्नो 2 शब्द यहीँ राख्छु। धन्यवाद। ताली अलिकति बजाउनु पऱ्यो उहाँलाई, हौसला दिनुलाई। र मधेसको एउटा जान पहिचान हिरोको रूपमा लिँदो रहेछ, हामीले त पछि थाहा पायौँ। अश्विनी झा, हार्दिक अनुरोध गर्छु। माननीय मन्त्रीज्यू सबैजनालाई म नमन गर्न चाहन्छु। र म अश्विनी झा, ब्युटी पेजेन्ट कोच, फ्यासन कोरियोग्राफर। यो क्षेत्रमा चाहिँ मैले लगभग 1.5 दशकभन्दा बढी समय बिताएको छु र विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा चाहिँ मैले कन्टेस्टेन्ट्सहरूलाई ट्रेनिङ दिने गरेको छु। र यस सँगसँगै हामीले चाहिँ आफ्नो एउटा रिबन इन्टरटेनमेन्ट भन्ने संस्थाबाट आफ्नो कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौँ। र त्यसको वर्ल्ड फ्रेन्चाइजी हामीसँग, जसरी तपाईहरूले मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल, मिस नेपाल अर्थको एउटा फ्रेन्चाइज देख्नुहुन्छ हिडन ट्रेजरसँग छ, त्यसै गरी हामीसँग मिसेस नेपाल वर्ल्ड, मिसेस नेपाल इन्टरनेसनल र मिसेस नेपाल अर्थको यो इन्टरनेसनल फ्रेन्चाइजी प्लस नेपालको फ्रेन्चाइजी छ। सो हामी चाहिँ मिसेस नेपाल वर्ल्डको आधिकारिक आयोजक छौँ र त्यसमा चाहिँ कन्टेस्टेन्ट्सहरूलाई ट्रेनिङ दिने र कन्टेस्टेन्ट्सहरूको ओभरअल पर्फर्मेन्सहरूको जिम्मेवारी चाहिँ मैले लिने गरेको छु। सङ्घर्षकै कुरा गर्दाखेरि अब पक्कै पनि अब तराईबाट काठमाडौँमा जाँदा या राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा जाँदा हामीलाई विभिन्न किसिमको बाधा व्यवधानहरू थिए। तर त्यसलाई चाहिँ मैले के बुझेँ भन्दाखेरि तपाईँ
कुनै पनि क्षेत्रमा एकनास र एकदमै आफूमाथि विश्वास गरेर लाग्नुभयो भने, अगाडि बढ्नुभयो भने पक्कै पनि कुनै न कुनै दिन तपाईँको दिन आउनेछ, तपाईँ सफल हुनुहुनेछ। त्यसैले अहिलेको युवालाई जो आफ्नो सफलताको लागि या जिन्दगीमा केही गर्न चाहनुहुन्छ, केही क्षेत्रमा आफ्नो नाम बनाउन चाहनुहुन्छ, उहाँलाई चाहिँ म यही भन्न चाहन्छु कि तपाईँ आफूमाथि विश्वास गर्नुहोस्, लाग्दै जानुहोस्, अघि बढ्दै जानुहोस्, पक्कै पनि तपाईँको सफलताको दिन आउनेछ। धन्यवाद। सम्मान प्रदान गरिदिनु न, म प्रमुख सचिव चाहन्छु सबैले आफ्नो जीवनमा 24 घन्टा, जस्तै एक दिनको 24 घन्टा हुन्छ, त्यसमा 1 घन्टा आफ्नो शरीरको लागि निकालिदियो भने राम्रै हुन्छ। कुछ दिन पिछला कुछ समय से हम संचार उद्यमी भी छी और एहि कार्यक्रम में इन्वाइट करे के लेल और ई मधेश के मान से धन्यवाद। अब हामीले जुन हामीले मधेसका मान वितरण गऱ्यौँ त्यसमा यस्तो लेखिएको थियो, प्रदेश मधेस कार्यक्रम रहेको छ। साथीहरूलाई के अरे गम्छा र प्रमाणपत्र ठिक पारिदिन अनुरोध गर्दछु। सम्मान पत्रमा यसरी व्याख्या गरिएको छ। मधेस प्रदेश सरकार, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, जनकपुर धाम नेपाल, प्रशंसा पत्र। सम्मानित मधेस प्रदेशका लागि साझा अठोट भन्ने नाराका साथ मधेस प्रदेश सरकार, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, जनकपुर धामले आयोजना गरेको पहिलो मधेस प्रदेश युवा महोत्सव 2079लाई सफल पुर्याउन तपाईँ श्री रघु कार्कीले महत्त्वपूर्ण योगदान पुर्याउनु भएकोमा सोको कदर गर्दै यस प्रशंसा पत्र प्रदान गर्दछौँ। मधेस प्रदेशलाई देशकै युवा मन्त्री प्रदेश बनाउन मधेस प्रदेश सरकार प्रतिबद्धता रहेको छ। यस अभियानमा तपाईबाट निरन्तर सहयोग, समन्वय र सहकार्य हुनेछ भन्ने हामी विश्वस्त छौँ। धन्यवाद। 2079 असार 15 र 16 गते यसपछि अध्यक्ष सुधीर राय, पत्रकार आसमान नेपाल, उन्नत नेपाल ले यो मौसममा औषधि सहयोग गर्नुभएको छ। बाहिर औषधिको स्टल राख्नु भएको छ। सेभ द चिल्ड्रेन
पोल त्यसको लागि हामीले अस्तिदेखि प्रयास गरेको र यो महोत्सवको सबैभन्दा ठुलो महत्त्वपूर्ण इभेन्टको रूपमा घोषणापत्र सार्वजनिक कार्यक्रम रहेको छ। हामीले यो कार्यक्रमका विभिन्न क्षेत्रसँग सरकारवालाहरूसँग यही महोत्सवमा विभिन्न मञ्चमा बसेर छलफल गरेर तय भएको। ध्यान दिएर सुन्नुहोला। अब म यो घोषणापत्र वाचन गर्न चाहन्छु। समुन्नत मध्य प्रदेशका लागि दिएको छ। यसै साथै युवाहरूलाई यी सवालहरूलाई कार्यान्वयनमा जानका लागि यस मन्त्रालय प्रतिबद्ध रहेको पनि जानकारी गराउन चाहन्छु। प्रथम मध्य प्रदेश युवा महोत्सवबाट जारी भएका घोषणापत्रका विषयहरू यस प्रकार रहेका छन्। बुँदा नम्बर 1, यस प्रदेशमा सीमान्तकृत समुदायमा रहेका हरुवा, चरुवा, दलित समुदाय, मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने युवा लगायतका समूहहरूलाई लक्षित गर्दै उच्च शिक्षा तथा प्रविधि शिक्षाको निःशुल्क व्यवस्था गरी रोजगारीको सुनिश्चितता गर्ने प्रयत्न गरिनेछ। बुँदा नम्बर 2, युवाहरूको स्वरोजगार अभिवृद्धिका निमित्त स्थानीय तहसँगको समन्वय प्रदेश मन्त्रालयको पहलमा तालिम तथा वित्तीय साक्षरता कक्षाको सुनिश्चितता तथा सहुलियत रूपमा उचित पुँजी प्राप्त गर्न सकिने संयन्त्रको व्यवस्था गरिनेछ। सो क्रममा यस क्षेत्रमा सीमान्तकृत समुदायका युवाहरूलाई प्राथमिकता दिइनेछ। बुँदा नम्बर 3, बढ्दो आधुनिकीकरणसँगै डिजिटल माध्यममा युवाहरूको पहुँच बढिरहेको हामी सबैलाई सर्विँदैछ। यसका साथै उनीहरू विभिन्न गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिको शिकार पनि भइरहेको छ। यसलाई मध्यनजर गर्दै गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिबाट जोगाउनका निमित्त विभिन्न सचेतीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ। बुँदा नम्बर 4, बढ्दो आधुनिकीकरणसँगै युवाहरू कुलतको जोखिममा परिरहेको छ। यसलाई मध्यनजर गर्दै युवाहरूलाई कुलतबाट जोगाउनका निमित्त विभिन्न नीतिगत व्यवस्था गर्दै आवश्यक सचेतीकरण कार्यक्रमहरू आयोजना गरिनेछ। बुँदा नम्बर 5, मन्त्रालयले आफ्नो योजना तर्जुमा गर्दा अनिवार्य रूपमा युवाको सहभागिता गराइनेछ। साथै कोही अनुरूप नै युवा विकासका निमित्त बजेटको पनि विनियोजन गरिनेछ। बुँदा नम्बर 6, विकास निर्माणमा युवाको भूमिका अहम छ। यसर्थ युवाहरूको अर्थपूर्ण सहभागिता निमित्त स्थानीय तहको समन्वयन प्रदेशभित्रका युवा समूहहरूको क्षमता विकास र संस्थागत विकासमा सहयोग र आबद्धताको व्यवस्था गरिनेछ। बुँदा नम्बर 7, प्रदेशका युवाहरूको संस्थागत रूपमा नै समग्र विकासमा निमित्त उचित व्यवस्था गरिनेछ। यसका लागि प्रदेश युवा परिषद लगायत आवश्यक संरचना निर्माण निमित्त नीतिगत व्यवस्थासँगै अन्य पहल कदमी गरिनेछ। मध्य प्रदेशका जिल्लाहरू अन्तर्राष्ट्रिय सीमा नाकाहरूसँग जोडिएका जिल्लाहरू पनि भएको यसमा अवसरसँगै जोखिमताहरू पनि रहेका छन्। यसै कुराहरूलाई मध्यनजर गर्दै सीमा वारपार हुने कुलतको जोखिम, मानव बेचबिखन तथा अन्य आपराधिक क्रियाकलापहरूलाई रोकथामका निमित्त एउटा छुट्टै संयन्त्र निर्माण गरी परिचालन गर्न आवश्यक पहल कदमी गरिनेछ। बुँदा नम्बर 9, युवाहरूका विचारलाई प्राथमिकता दिँदै स्वरोजगारको विकास गर्न निमित्त उचित विचारहरूलाई प्राथमिकता दिँदै उक्त विचारहरू कार्यान्वयन गर्नका निमित्त कोषको व्यवस्था गरी आवश्यक पहल कदमी गरिनेछ। बुँदा नम्बर 10, यसै प्रकारका अपाङ्गतामा रहेका युवाहरू, यौनिक तथा अल्पसङ्ख्यक युवाहरू तथा पछाडि पडिएका युवाहरूको संरक्षण तथा विकासका निमित्त आवश्यक व्यवस्था गरिनेछ। साथै उनीहरूको राजनीतिक सहभागिताको सुनिश्चितताका लागि उचित पहल गरिनेछ। बुँदा नम्बर 11, समाजमा विद्यमान रहेका दाइजो तथा लगायत अन्य हानिकारक सामाजिक मूल्य मान्यताहरू न्यूनीकरण निमित्त भएका कानुनहरूको उचित तथा प्रभावकारी कार्यान्वयनका लागि प्रभावकारी पहल गरिनेछ। बुँदा नम्बर 12, प्रदेश अन्तर्गत युवा सम्बन्धी विषयमा गठन हुने विभिन्न समितिहरूमा युवा लगायत सम्बन्धित क्षेत्रबाट प्रतिनिधित्व गर्दै समावेशीकरणको सुनिश्चितता गरिनेछ। बुँदा नम्बर 13,
युवाहरूका निमित्त औपचारिक शिक्षाका लागि जीवनोपयोगी शिक्षा तथा जीवन पर्यन्त सिकाइको व्यवस्था गरिनेछ। बुँदा नम्बर 14, विभिन्न अभियानमा संलग्न भएका युवाहरूको अभियानलाई उच्च कदर गर्दै अभियानीहरूलाई यस मन्त्रालयको कार्यक्रममा पनि उचित स्थान प्रदान गरिनेछ। बुँदा नम्बर 15, विभिन्न हिंसा तथा मानव बेचबिखनबाट प्रभावित महिलाहरूको संरक्षणमा निमित्त मनोसामाजिक परामर्श कानुनी संरक्षणहरूको व्यवस्था लगायत अन्य आवश्यक उचित व्यवस्था गरिनेछ। बुँदा नम्बर 16, मध्य प्रदेश विपद जोखिमको सवालमा निकै नै संवेदनशील रहेको कुरा हामी सबैलाई जानकार नै छ। यसै सवाललाई युवाहरूको सहभागिता सहयोगीमाई मात्र नभई उनीहरूलाई नेतृत्वमा विपद न्यूनीकरण गतिविधिहरू सञ्चालन गर्न आवश्यक व्यवस्था गरिनेछ। मध्य प्रदेश कृषिको क्षेत्रमा उच्च रूपमा सम्भावना भएको क्षेत्र हो। यस कार्यमा लागेका युवाहरू वृद्धि विकासका लागि आवश्यक सामग्री लगायत क्षमता विकासका लागि आवश्यक व्यवस्था गरिनेछ। बुँदा नम्बर 18, प्रदेशमा रहेका युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद लगायत जिमहरूको आवश्यक मात्रामा व्यवस्था गरिनेछ। बुँदा नम्बर 19, यस प्रदेश अन्तर्गत प्रदान गरिने स्वास्थ्य सेवा युवा मैत्री बनाउनका निमित्त सम्बन्धित निकायहरूको समन्वय आवश्यक पहल गरिनेछ। साथै युवाहरूको नेतृत्वमा सञ्चालन गरिने विभिन्न अनुसन्धान कार्यहरूको सहयोगका निमित्त आवश्यक व्यवस्था गरिनेछ र सञ्चालित कार्यक्रमहरूको आवधिक रूपमा समीक्षा पनि सञ्चालन गरिनेछ। हाम्रो अन्तिम बुँदा नम्बर 20, मध्य प्रदेशलाई देशकै युवा मैत्री प्रदेश निर्माणका लागि सरकारी पहलसँगै तमाम युवाहरू सरोकार राख्ने सम्पूर्ण निकायसँग समन्वय सहकार्य र सहयोग गरी यस अभियानलाई साझा अभियान बनाउँदै अगाडि बढ्नेछौँ। यो हाम्रो 20 बुँदे घोषणापत्र तपाईँहरू समक्ष म आनन्द कुमार सहनी वाचन गरेका छौँ र आशा छ हाम्रो मध्य प्रदेश हाम्रो युवा मन्त्रालयले युवाका क्षेत्रमा महिला तथा बालबालिकाका क्षेत्रमा समेटिएका यी बुँदाहरूलाई एकदमै आत्मसात गर्दै युवाका क्षेत्रमा हामीले गर्नुपर्ने विकास कुलतमा लागेका युवाहरू र हामीले युवाका क्षेत्रमा गर्नुपर्ने सशक्तिकरण कार्यहरूलाई प्राथमिकताका साथ यी युवालाई बेरोजगार युवा जुन धन्यवाद गर्दै जय युवा जय युवा जय युवा। धन्यवाद। पंकज महरा, श्वेता चौधरी, फ्रेम पाउनुहुन्छ है। सीमा, त्यसै गरी प्रदेश युवा सञ्जालका अध्यक्षजीलाई प्रदेश युवा सहयोगसहित हामी अगाडि बढ्न प्रयत्न गरेका थियौँ र त्यसमा हामी सफल भएका छौँ भन्ने हामीले महसुस गरेका छौँ। त्यसको लागि त्यसै गरी हामीसँग पुरानो एकजना त्यसै गरी धन्यवाद सचिवज्यू। हामीलाई धन्यवाद ज्ञापन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। पक्का पनि यो प्रदेशका युवामा ऊर्जा थपेको छ, हौसला बढाएको छ र आगामी दिनमा यो प्रदेशको समग्र विकासमा
युवालाई परिचालन गर्ने एउटा दृष्टिकोण बनाएको छ। त्यसैले यो महोत्सव पूर्ण रूपमा फलदायी महोत्सवको रूपमा हुनेछ र यस महोत्सवमा आएर यस महोत्सवमा उपस्थित भएर विभिन्न क्षेत्रका आफ्ना ज्ञानहरू विभिन्न क्षेत्रका ज्ञाताहरू आफ्नो मन्तव्य राखेर आफ्नो अनुभवहरू आदान प्रदान गरेर जुन यो महोत्सवलाई उत्कृष्ट महोत्सवको रूपमा बनाउनु भयो, उहाँहरूलाई मैले धन्यवाद दिन चाहन्छु। व्यक्तित्वहरूलाई, सम्पूर्ण सङ्घ संस्था व्यक्तित्वहरूलाई धन्यवाद सहित आजको यो 2 दिने महोत्सवलाई समापन गरिदिन हुने हाम्रा यसका सहयोगी संस्थाका प्रतिनिधिहरू, त्यसै गरी युवा सञ्जाल टाइट बस्दिनु ल, कभर अलिक